पुग्यौँ हामी। यहाँ चाहिँ पानीटार भनेर पानीटारको बोर्ड पनि टाँसेको छ हैन। के साह्रो अन्धकार पो देखियो। ब्राइटनेस कम भएर हो कि मेरो आँखा पनि कमजोर भयो कि के भयो। यो चाहिँ एकदम पानीटार भन्ने नाइस प्लेस हो। यो एकदम ब्युटिफुल भ्युजहरूले पानीटारलाई एकदम आकर्षक बनाएको छ हैन। हामी चाहिँ ठ्याक्कै रोडको बिचमा छौँ। कहाँ छ हौ? यो त के हो र? यो त स्टार्टिङ मात्रै हो। पर पुगेपछि त झन् पानीटार यस्तो खुबसुरत देखिन्छ नि। यो चाहिँ भ्यू टावर अरे भएर हामी अहिले चाहिँ देखि मात्रै राखेको भएर चाहिँ पुग्छौँ हामी। म चाहिँ किन स्टप गर्न खोजिरहेको त रहेछु मेरो फोन जस्तै ठानेर क्या। कहाँ छ उता? त्यो कितना अच्छा होता। वाह यो त के हैन, यो त के हैन। अलिक पर पुगेपछि पानीटारको असली खुबसुरत देखिन्छ। बाटो यो चाहिँ भ्यू टावर जाने बाटो हो। अनि हामी कुन बाटो जान्छौँ यार? फिल्डमा हिँड न, के साह्रो हो। पानीटार वाह, त्यसै पनि सुन्दर क्षेत्र। झन् हरियो चियाबारीले त यसलाई झन् हुन्छ नि बिहानीको शीतमा घामको किरण परे जस्तो सुन्दर देखाउँछ। यार धुलो खुवाइराखेर गयो। यिनीहरू चाहिँ मेरो मित्रहरू के साह्रो छिटो हिँड्छन् हुन्छन्। पेट्रोल लागेको छ कि के लागेको छ, म त भोक लागेर मर्न लागेँ। खाने से मतलब है हामी खाने वाह धुमेर नि हो। अनि यो चाहिँ हामी तीनजना हिँड्दै गरेको हो। जिन्दगीमा यस्तै हो हैन। साह्रै गरिब भयो। अलिक धनी भएर गतिलो फोन किन्नु पर्ने भएको छ हाम्रो पनि। हाम्रो फोनहरूले काम दिएन। ओहो एकान्तमा तिमी सधैँ आएर ऊपर देखाइ दे। या वाह जाऊ त कुद, म तिमीहरूलाई भिडियो बनाइदिन्छु। आफै कुद्ला छैन मसँग पनि क्षमता। काश क्षमता होता तो मैं कूदता ना। त्यो पनि एक दिशा लगाएको कुरा हो। लु अब इन्तजार गर्छु म। हिँड्न चाहिँ नसक्ने स्थितिमा रहेछु म। माथि चढिहाल्छ नि त उयो। ल यो झारमुनि यस्तो हो हाम्रो। किन हो यत्रो उयो भयो? जुम गरिसला नि। अनि भयो त नि 2 3 मा पुर्याइरहेको छ नि साले। पक्डी त उयो उल्लु उल्लु तैले जुम गरिसक्यो। ल जाऊ। ला बोक सिक्रेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई।